के हुन्छ? त्यो सिंहदर एउटा खाली एउटा कोठा हो। सिंहदर त हजारवटा बनाउन सकिन्छ। के ईटा र काठको थुप्रो मात्र थियो सिंहदरबार? त्यो त 100 वर्षको इतिहास थियो। त्यो त हाम्रो स्वाभिमानको मुटु थियो। त्यहाँ ईटा मात्र होइन, देश हुनुको प्रमाण थियो। त्यहाँ काठ मात्र होइन, हाम्रा पुर्खाले रगतले लेखेका ती सन्धि सम्झौता थिए जसले यो देशलाई जोगाएको थियो। त्यहाँ हाम्रो सिमानाको रगतले कोरिएको नक्सा थियो। त्यहाँ हाम्रो भविष्यको हरेक सपनाको ब्लुप्रिन्ट थियो। त्यहाँ हाम्रो सार्वभौम सत्ताको आत्मा थियो। त्यहाँ हाम्रो पहिचानको हरेक डोब थियो। त्यहाँ हाम्रो कर र पसिनाले सिन्चिएको हरेक ईटा थियो। त्यहाँ देशका गोप्य दस्तावेज र राष्ट्रिय सुरक्षाका रणनीति थिए। आज उनीहरू भन्दैछन् त्यहाँ ईटा र काठ मात्र जल्यो। किनकि उनीहरूलाई आफ्नो सबैभन्दा ठूलो र घृणित अपराध लुकाउनु छ। उनीहरूले भवन होइन, हाम्रो याददाश्तको चिहान खनेका हुन्। उनीहरूले हाम्रो इतिहासको जरा काटेका हुन् ताकि त्यही खरानीमाथि आफ्नो नयाँ र अध्यारो साम्राज्य खडा गर्न सकियोस्। त्यो आगजनी थिएन, त्यो त एउटा देशको आत्माको सबैभन्दा क्रूर र योजनाबद्ध हत्या थियो।